हेलो एभ्रिवान, आज म बनाउँदैछु चाउचाउ सादेको। एकदमै मिठो हुन्छ। हजुरहरू पनि यसरी बनाएर ट्राई गर्न सक्नुहुन्छ। फर्स्टमा चाहिँ लिए मैले काटेको प्याजलाई, त्यसपछि चाहिँ काटेको टमाटरलाई पनि राखेँ, त्यसपछि काटेको हरियो धनिया, हरियो खुर्सानी र हल्का लसुनलाई पनि राखिदिएँ। लसुन चाहिँ हजुरहरूले नराख्नु भए नि हुन्छ। त्यसपछि चाहिँ हाफ कागतीको रसलाई पनि यसरी निचोरेर राखिदिएँ। त्यसपछि चाउचाउलाई पनि एड गरेँ। त्यसपछि थोरै बदामलाई पनि राखिदिएँ, एकदमै मिठो हुन्छ। त्यसपछि चाउचाउको मसलाहरू सबै राखेँ। त्यसपछि त्यसलाई मजाले यसरी मिक्स गरिदिने, यसरी चारैतिर लाग्ने गरी मजाले। त्यसपछि थोरै नुनलाई पनि राखेँ अनि त्यसपछि चाहिँ हाम्रो चाउचाउ सादेको लगभग रेडी हुन्छ। ल हेर्नुहोस् त, हेर्दा यति मिठो देखेको छ, खाँदा पनि एकदमै मिठो भएको थियो। हजुरहरू पनि ट्राई गर्नुहोस्।